रोपिसक्यो। 10 वर्ष पछि यतिको धान रोप्दा चाहिँ मलाई लाग्दैन 2-4 बुढा चाहिँ धान रोपेरै पाल्ने रहेछु गाइज। यति धान चाहिँ उब्रियो यहाँ ट्याप्प पारेर फालिदिन्छु नि। लु हेर्नुहोस् गाइज यो मैले रोपेको धान हो। कस्तो क्युट चराको गुण रहेछ है। तर चरा चिराइन रहेछ है। कागतीको बोटमा चराले गुण लगाएको रहेछ। यहाँनिर यहाँ पनि रहेछ। यहाँ चाहिँ चरा छ कि बा? ए हेर्नुहोस् त कस्तो क्युट है। छैन होला चरा त्यहाँ पनि। यो त छोत्रो भइरहेछ बसाइ सरेको होला। यहाँ त कति धेरै चराले गुण लगाएको छ। यो धेरै कागतीको बोट हो नि। चराकै गुण मात्रै देख्छु मैले। घरको छोरी हो म। सिकाउन सक्छौ भने आऊ लिन तयार छु म जान भन्नु अरे क्या। यस्तै घरको छोरी हो म। स्वीकार्न सक्छौ भने आऊ लिन तयार छु म जान है। हाम्रो यहाँ दाल पाक्दैछ है गाइजहरू। सानो छ तर अचार एकदमै मिठो लाग्छ मलाई चाहिँ। अनि टक्क पिसेर अचार बनाऊ कि भन्ने सोचेर चाहिँ मैले टमाटर खोज्दै छु। तर टमाटर छैन रहेछ नि क्या हो। भेट्दिन त कहाँ चुप आयो। भेटे अलिअलि अलि भए पनि यो अमिलो हुन्छ मिठो हुन्छ। मिठो लाग्छ मलाई चाहिँ। गाइजहरु अब यसलाई पखाल्नु पर्यो नि। अर्गानिक भन्दा मात्रै भएन। बोटैमा पाकेर यस्तो भइरहेछ। यो केरा चाहिँ भोलि
50 रुपियाँको हो अनि यिनीहरू भनेको 100 रुपियाँ दर्जन बिक्छ तर बोकेर लाने साह्रै गाह्रो छ साथीहरू के गर्नु यहाँ अर्ग्यानिक हो यति गुलियो छ साथीहरू यो यति गुलियो छ